नमस्ते सबैजनालाई सञ्जना थापा गुरुङ ब्लगमा ह्याप्पी मदर्स डे। आज हामीले आमाको लागि रोटी बनाएको छौँ अनि खिरहरू, त्यहाँदेखि हामीले केक पनि अर्डर गरेको छौँ। केक काटिदिने भनेर सानो गरिदिने भनेर। रेडी हो रहा है, साड़ी पाड़ी लगा के कुछ। आज कैसा लग रहा है? बहुत अच्छा लग रहा है। ब्लॉग को देखते रहना भाइ लोग, दिदी लोग। अनि आजको भिडियो हस्बेन्डले गरिदिनु भएको थियो। अनि त्यहाँदेखि यहाँ हामीहरू सबै रेडी बसेक्यौँ। अनि आमा छिटो रेडी भएर आउनु, हामीहरू अब फोटो खिच्नुपर्छ दिउँसै भनेर अनि फोटो खिच्नु लाने आमालाई बोलायौँ। हामीले यहाँ बाहिर डेकोरेसन गरेको छौँ। अनि हामीले यहाँ आमा, हामी दिदीहरू सबैजनाले फोटो खिच्यौँ। अनि त्यहाँदेखि यहाँ नानी पनि फोटो खिच्ने अरे, अनि नानी पनि फोटो खिच्यौँ। यतातिर हस्बेन्डको दादा सबैजना, अनि यहाँ भान्जीहरू पनि फोटो खिच्ने अरे बोजूसित। अनि म हस्बेन्ड सबैजना फोटो खिचेको। अब यहाँनिर दिदीले पनि फोटो खिच्यो, दिदीलाई आँखा चिम्प अनि दादालाई पनि दादा ठुलो आमालाई पूजा गरेर टिका लगाइदिनु भनेर अनि टिका लगाइदिनु हुँदैछ दादाले। यता भान्जाहरू भिडियो गर्ने सबैजना, यहाँ दिदीहरू पनि सबैजना अब पाल्ला टिका लगाइदिने भनेर बसिरहेको छौँ। यहाँ दादालाई टिकाहरू लगाइदिनु भयो। अनि त्यहाँदेखि अब दिदीहरूले लगाइदिनु हुन्छ अरे टिका। अनि मैले पनि लगाइदिइहालौँ भनेर मैले पनि लगाइदिइहालेँ। यता आमालाई खिर खिलाइदिएँ। अनि आमाको लागि सानो एउटा गिफ्ट ल्याइदिएको छु। यता नानीले देख्दा दिएकै छ। यहाँ दिदीले पनि टिका लगाइदिनु भयो। अनि यहाँ दिदीले चाहिँ पनि गिफ्ट दिनुभएको छ, मैले किनेर ल्याइदिएको। अनि दिदीले गिफ्ट ल्याइदिनु भयो। यहाँ हामीको दिदीले पनि गिफ्ट दिनुभयो, पैसा दिनुभयो भन्दै थियो। कति दिनुभयो थाहा छैन त्यो त अब। अनि यहाँ हस्बेन्डले पनि लगाइदिने अरे टिका। अनि टिका यहाँ नानी पनि लगाउँछु यहाँ बसिरहेछ हो। अनि उसलाई पनि टिका लगाइदिनु भन्दैछ। अनि टिका लगाइदियो नानीलाई पनि। अनि नानीलाई टिका लगाइदिनु भयो हस्बेन्डले। अनि त्यहाँदेखि उसलाई खिर खिलाइदिनु अरे। अनि आमालाई खिलाउनु आँटेको, उसलाई छिटो खिलाइदिनु अरे। अनि खिलाइदिनु भयो खिर। अनि नमस्कार पनि गर्नुभयो उसले। दिदीले पनि फेरि टिका लगाइदिनु भयो। अनि हामीले सबैजनाले ढोग्यौँ। अनि आजको दिनमा त आशीर्वाद लिनुपर्छ अरे नि त नि, त्यसको लागि आशीर्वाद लियौँ सबैजनाले। यता नानीले पनि लिने अरे सबैजनाले देखेकोले उसले पनि। अनि यहाँ दिदीहरू भान्जीहरू सबैजना भान्जाहरूले ढोग्ने अरे, उसको मम्मीलाई पनि ढोग्ने अरे। अनि ढोग्नुभयो सबैजनाले। यता ढोग्नुको लागि सबैले यताउता भइराखेको छ सबैजनाको आमाहरूलाई ढोग्नुको लागि। अनि यतातिर नानीले फेरि ढोग्ने अरे, फेरि ढोग्यो होला। अनि यता भान्जीहरूले सबैजना भान्जाले पनि ढोग्नु हुँदैछ। अनि त नानीले धेरै दिगदार दिनु थाल्यो। अनि नानीले पनि फेरि मलाई खिलाइदिने अरे, आज टिका लगाइदिने अरे। अनि उसले पनि खिर लगाइदिने अरे। अनि खिर खिलाइदिँदैछ, खिलाइदिएको अरे, उसलाई पनि खिलाइदिनु। धेरै खुसी थियो, आज हल्ला गर्दै थियो। अनि त्यहाँदेखि ऊ पनि खाने अरे, उसलाई पनि खिलाइदिनु आँटेको मैले। नानीलाई पनि खिलाइदिनु आँटेको, नानीलाई पनि खिर खायो। हामीहरू यहाँनिर सबैजनाले यता भान्जीको आमाहरू पनि सबैजना दिदीहरूलाई पनि अब आमा हो सबैजनाले खिलाइदिनु हुँदैछ पालै। भान्जीहरूले पनि सबैले खिलाइदिनु हुने अरे। अनि खिलाइदिनु हुँदैछ यता भान्जा। यता मेरो नानीले धेरै आज उत्पात गर्दैछ, मिठो खाएको छ त्यसले पनि। देऊ भनेको त दिन्न अरे, खाने अरे सबै। उसले पनि खाँदैछ, आज धेरै उत्पात गर्दैछ। त्यहाँदेखि हामीहरू केक काट्ने भन्यौँ। अनि मैले भने सबैजना मदर्स डे हो, सबैजनाले काटौँ केक अनि खाऊँ भन्यौँ। अनि त्यहाँदेखि सबै दिदीले फास्ट खिलाइदिनु भयो दिदीहरूले। अनि मैले पनि खिलाइदिएँ केक काटेकोमा अब। अनि सबैजनाले पालो सबैजनाले केकहरू काट्दै खिलाउँदै, दिदीले पनि मलाई खिलाइदिनु हुँदैछ। अनि भान्जाले पनि अब बोजूलाई खिलाइदिने भन्दै थियो। अनि बोजू त धेरै खाँदिनँ म, पेट दुख्छ मेरो यो एउटाले गरेर क्रिमले गरेर भन्नुहुँदै थियो। अनि र पनि भान्जाले अब काटेर बोजूलाई खिलाइदिनु आँट्दैछ। धेरै माया गर्नुहुन्छ नि त हाम्रो भान्जाले पनि बोजूलाई, सानोदेखि हुर्केको नि त अब यतै। अनि त्यहाँदेखि भान्जीले पनि खिलाइदिने अरे। अनि सबैजना
दाजुहरूले फोटो खिचिहाल्यौँ अनि यहाँ फ्यामिली फोटो खिच्यौँ अनि कस्तो भयो अब फर्स्ट टाइम बनाएको सबैजनाले सपोर्ट गरिदिनु होला